शाहवंशको इतिहास बोकेर जन्मेका हिमाल जस्तै अडिग कहिले नडगम गाएका राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव नेपालको माटोमा लेखिएको एउटा अध्याय पवित्र। संक्रमणको समयमा देश जब रोइरहेको थियो, राज्यको जिम्मा काँधमा एक्लै उठाइरहेको थियो। आलोचना आरोप पीडाका लहर आए, तर राष्ट्रको हितमा मौन रहँदै सबै सहन नपाए। त्यागे पनि देशलाई छोडेर उठाइले तिमीले पावर भन्दा माथि देशको समामा त्यहाँको मुकुट लगाएका राजा ज्ञानेन्द्र वीर विक्रम राजा भएर पनि जनताको दुःख बुझ्यौ, शक्ति होइन स्थिरता रोज्यौ, मौन मारुज्यौ। मुकुट उतार्दा पनि शिर नझुक्यो, नेपालको भविष्यमा विश्वास कहिले टुटेन। इतिहास सधैँ तुरुन्त न्याय गर्दैन, तर समयले सत्य लुकाएर राख्दैन। आज मौन कथा भोलि